भन्नुभयो हाम्रो योद्धाजीले नि त्यहाँ आउट भएको छ, त्यसै अर्को टिमलाई दिन छ। हेर्नु होला इसाकजी कुद्नु हुँदैछ भने ल ल ल तर गोल हान्न सक्नु भएको छैन। ल हेर्नु ल हेर्नु ल कर्न फेरि उयो भएको छ भने उतापट्टिको टिमले हान्न आँट्नु भएको छैन र दुई 3 भएको छ। यताको टिमले 3 हान्नु भएको छ भने उताको टिमले 2 हानिसक्नु भएको छ। हेर्नु होला हाम्रो दर्शकबिनहरू हेर्नु होला अर्को टिमले यताको टिमलाई छुन आँटेको छ। हेर्नु होला 4-2 भएको छ। हेर्नु होला हाम्रो गोल हान्ने को हुनु भएको छ। हेर्नु होला हान्नु भएको छ। होला झन्डै आफ्नै बोल्न गो हेर्नु होला कर्नर हान्न आँट्नु भएको छ। ल फेरि आउट भएको छ भने आउट भएको छ। हेर्नु होला हेर्नु होला आउट भएको छ। फेरि यताको टिमले हान्न आँट्नु भएको छ। हेर्नु होला अर्का गोल 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 ल हान्न कोसिस गर्नु भएको थियो तर अर्को टिमले हान्न दिएन। हेर्नु होला गाइस दर्शकबिनहरू हाम्रो लानु भएको छ आउट भएको छ। हाम्रो योद्धाजी के गर्नुहुँदैछ? योद्धाजी फुटबल खेलेर कस्तो लागिरहेछ? योद्धाजी बोल्ने मुडमा हुनुहुन्न रहेछ थाहा पाइसके। ल योद्धाजीले लानु भएको छ अर्को ल यता लानु भयो ल अर्को टिमले जुत्नु भएको छ गोल गोल 5-2 भएको छ। 2-5 यताको 2 छ भने यताको 5 भइसकेको छ। 2-5 होइन गर्न है मैले मजा घर बिर्सिन्छु नि फेरि। यताजीले लाँदैछ ल आउट भएको छ। ल फेरि हार्न आँट्नु भएको छ। हेर्नु होला झन्डै गोल खानु भएको छ यताको टिमले। ल आउट भएको छ। ल हेर्नु होला आउट भएको छ। ल इसाक दाइले ल तातेर ल आउट भइहालेको छ। हेर्नु होला गोल हान्न कोसिस गर्नु भएको थियो तर गोल भएको छैन। हेर्नु होला यता हेर्नु होला दर्शकबिनहरू ह्यान्ड भएको छ हाम्रो इसाक दाइको। ल उताको टिमले ह्यान्ड हान्न आँट्नु भएको छ। ल हेर्नु होला ल थाम्नु भएको छ। हेर्नु होला हाम्रो चाहिँ स्किपर चाहिँ दुईपट्टिकै अलिक राम्रै हुनुहुन्छ। दुईजनाको खुट्टा ठोकेको छ। हेर्नु होला ल उता
नौका फिलेमन दाई फिलेमन दाई फिलेमन दाई फोन आयो हेर्नु होला फेरि दर्शकबिनहरू हेर्नु होला ल हान्नु भएको छ एउटाले आउट आउट हान्नु भएको छ हेर्नु होला ऊ लुरेडन ल हान्नु भएको छ ल लानु भएको छ तर ला ल हेर्नु होला हेर्नु होला